आज हामी यो मिसिन उठाउने एउटा बनाएको थियौँ त्यो ट्रायल गर्दै हो यसरी टाइपमा होइन आफैले यो गर्दैछु बिस्तारै यसरी गर्दैछु होइन अनि त्यहाँबाट उठाउँदैछु सब अब त्यहाँ लगाएँ काम गर्ने मान्छेहरू लगाउँदैछ बेल्टहरू त्यसमा बिस्तारै बिस्तारै नयाँ चिजहरू त्यसलाई बिस्तारै उठाउनु पऱ्यो अनि एकैचोटि झट्ट उठाउनु नै उठ्दैछ बिस्तारै उठ्दैछ यता उठाउँदैछु बिस्तारै पहिला थोरै उठाएर हेरेको कतिको बलियो भएको छ भनेर ट्रायल गरेको क्या त्यो चाहिँ नि त्यो बनाएको फलामको त्यो चाहिँ कतिको बलियो छ वेल्डिङ गरेर बनाएको चिज छ नि त्यसैले अनि पहिला थोरै गरेको हो होइन त्यहाँबाट त्यसपछि अझै पनि अब यो ठिक छ भनेपछि यसलाई चाहिँ नि अझै माथि उठाएर हेर्न लाग्यो अझै हाइट गरेर हेर्न खोजेको कतिको एकछिन होल्ड गऱ्यो कतिको त्यसले स्ट्रेच लिन्छ होइन यसलाई माथि उठाएँ बिस्तारै अझ हाइट गरिदिउँ कि होइन अझ हाइट गऱ्यो पुरा माथि उठाएपछि अब यतिकोसम्म ठिक छ भन्ने भएपछि अब यसलाई अब हामीले बिस्तारै राख्न खोज्यौँ होइन अब यतिकोसँग भएपछि ओके छ भनेर अब टेस्टिङ ओके भयो होइन अब ठिक छ भनेर यसरी राखिदिएँ होइन अब यो ओके भयो अब अर्को ठुलो क्रेनले उठाउँछ पछि उता साइड उठाउनलाई यो राखिदिएँ होइन राखिदिएपछि यो चाहिँ आज हाम्रो एउटा इन्स्पेक्सनको वर्क थियो होइन त्यसैले आज यसो दही चिउरा खाएर साइडमा मर्निङ टाइममा यसरी एउटा काम चाहिँ ट्रायल गरेको ट्रायल टेस्टिङ हो भन्छ यसलाई चाहिँ हामीले होइन कुनै एउटा चिज बनेपछि अब यो ओके भयो यो उठाउने चिज बनाएको चाहिँ लिफ्टिङ इक्विपमेन्ट ओके भयो बनाएको लिफ्टिङ एसेसरिजहरू छ नि होइन यो चाहिँ हाम्रो 85 टनको टावर के अरे क्राउलर क्रेन हो यसले चाहिँ नि म्याक्स यसको वेट 85 टन उठाउँछ यसले अहिले मैले चलाइरहेको चाहिँ नि 85 टनको क्राउलर क्रेन हो चेनवाला क्रेन हो अब क्याबिनमा बन्द गरेर अब थन्काएर निक्लेँ म पनि यसरी ल हस्त